नेपाली आयाममा यहाँहरू सबैलाई स्वागत छ। अरू बेला चाहिँ यसपालि पनि मैले एउटा भिन्न विषयवस्तु लिएर आएको छु र आजको भिडियोमा त्यसैको बारेमा केही बोल्न गइरहेको छु। विषयमा डुब्नुभन्दा पहिले अलिकति भूमिका बाँधौँ है। काठमाडौँमा कतिजना बस्नुहुन्छ हाम्रो श्रोतामध्ये र काठमाडौँमा बस्नु भएकाले त त्यहाँ एउटा ठाउँदेखि अर्को ठाउँसम्म यात्रा गर्दाखेरि कस्तो अनुभव गर्नुभएको छ हल्का कमेन्टमा सेयर गर्नुहोला। मेरो अनुभवमा चाहिँ काठमाडौँको एउटा कुनादेखि अर्को कुनासम्म पुग्नलाई हरेक वर्ष समय बढ्दो छ। मेरो अनुभवमा काठमाडौँको कलङ्कीदेखि कोटेश्वर होस् या नारायण गोपाल चोकदेखि पाटन, तपाईँको कुनै पनि दुईवटा ठाउँ काठमाडौँको पुग्नको लागि आजभोलि कम्तीमा पनि आधी घन्टा लाग्छ। पहिले पहिले त अफिस टाइममा मात्र जाम हुन्थ्यो, त्यही भएर जाम छल्नको लागि म अलिकति छिटो अलिकति ढिलो हिँड्छु भनेर भन्न सकिन्थ्यो भने आजभोलि चाहिँ त्यो सम्भव छैन। हजुरको दिउँसो 2 बजे 3 बजे साँझ 8 बजे पनि काठमाडौँमा साह्रै जाम खेप्न पाइन्छ। टेक्निकल टर्ममा भन्नुपर्दाखेरि चाहिँ यसलाई कन्जेसन भनिन्छ। काठमाडौँको कति ठाउँहरू चाहिँ यो कन्जेसनको लागि एकदम परिचित छन्, कुख्यात छन् भन्नुपर्छ। कोटेश्वर चोक भयो, लाजिमपाट एरिया भयो, कलङ्की चोक भयो, महाराजगञ्ज चावेलको एरिया भयो, सँगसँगै सामाखुसी बालाजुतिरको एरिया पनि तपाईँको 24 घन्टा धन्दै 24 घन्टा सधैँ नै यात्रुवाहक गाडीहरूको चापले गर्दाखेरि सधैँ नै जाम रहिरहेको हुन्छ। आजको भिडियोमा चाहिँ म यसैको बारेमा थोरै कुरा गर्ने गइरहेको छु र हङकङको उदाहरण लिएर चाहिँ कसरी चाहिँ तपाईँको एउटा सार्वजनिक यातायातलाई व्यवस्थित पायो भने चाहिँ यस्तो दुःख सर्वसाधारणले खेप्नु पर्दैन थियो। जाममा गाडी चलाउँदाखेरि तपाईँको समय खेर जानु त छुट्टै छँदैछ, त्यस सँगसँगै त्यहाँ जाममा हुने तनाव, त्यहाँबाट हुने स्ट्रेसले गर्दाखेरि मान्छेहरूको दिन पनि खासै राम्रो रहँदैन। धेरैजनाले गुनासो गरिरहनुहुन्छ कि आज त जाममा साह्रै फसियो, मेरो एकदम मुड खराब छ भनेर। हो, यस्तै कारणले गर्दाखेरि चाहिँ जामको तपाईँको देखिने मान्छेलाई ढिलो हुने त असर छँदैछ, त्यसबाहेक मान्छेको मानसिक स्वास्थ्यमा पनि यसले हानि पुर्याइरहेको हुन्छ। यसको उदाहरणको लागि चाहिँ हङकङ सहरको उदाहरण लिन गइरहेको छु। धन्दै 1000 स्क्वायर किलोमिटरमा रहेको हङकङ सहर चाहिँ चाइनाको एउटा एकदम ठुलो मेट्रोपोलिसको रूपमा चिनिन्छ। 1970को दशकमा हङकङ सहरमा संसारकै सबसे धेरै जनसङ्ख्या घनत्व थियो। हङकङको अझ कोवलुन वार्ल्ड सिटी, हङकङभित्र रहेको कोवलुन वार्ल्ड सिटी भन्ने सहर चाहिँ हजुरको संसारमै इतिहासमै सबसे धेरै जनसङ्ख्या घनत्व भएको सहरको रूपमा चिनिन्थ्यो त्यो बेलामा। 1970को दशकबाट चाहिँ चाइनाको विकास सँगसँगै हङकङ सहरले पनि धेरै नै विकास अनुभव गर्न पायो। ऊ बेलामा त हङकङ अझ ब्रिटिसहरूकै सहर भए पनि चाइनाको आर्थिक वृद्धिको चाहिँ सिधै असर हङकङमा देख्न पाइयो। त्यसले गर्दाखेरि मानिसहरूको जीवनस्तर प्रगति भयो र सबैजना मान्छेले आफ्नो लागि व्यक्तिगत सवारी साधन किन्न थाले र सबैजनासँग बाइक, स्कुटर, गाडी जस्ता सवारी साधनहरू हुन थाल्यो। पुराना चाइनिज हङकङ फिल्ममा हेर्नु भने पनि तपाईँले स्कुटरबाट ज्याकी च्यानले फाइट खेलेको देख्न सक्नुहुन्छ। यस्तै नै विकासले गर्दा सबैको जीवन्त स्तर वृद्धि भयो, तर त्यसले चाहिँ त्यो हङकङ सहरको पूर्वाधारहरूले चाहिँ धान्न सकेन। त्यसले गर्दाखेरि हजुरको बाटोहरूमा चाहिँ एकदम धेरै ट्राफिक जाम, एकदम धेरै कन्जेसन त्यहाँको सर्वसाधारणहरूले अनुभव गर्नु पर्यो। यो झन् 1990को दशकमा झन् बढ्दै गयो र त्यसका साथसाथै एक्सिडेन्टको सङ्ख्या पनि बढ्दै गयो। त्यहाँ बाटोहरूको परिस्थिति पनि एकदम खराब हुँदै गयो। त्यसले गर्दाखेरि चाहिँ हङकङ सहरले चाहिँ आफ्नो होल सहरको पब्लिक ट्रान्सपोर्टेसनको मोडालिटी नै फेर्नु पर्यो। 1970को दशकमा धेरैजसो सर्वसाधारणले मिनी बस, माइक्रो बस र बसहरूमा धेरैजसो यात्रा गर्थे भने आजभोलि चाहिँ हङकङको धेरैजसो ठाउँहरू चाहिँ मास ट्रान्जिट रेलवेले कनेक्टेड छ, जुन चाहिँ पब्लिक ट्रान्सपोर्टहरू बस या मिनी बसहरूभन्दा धेरै नै भरपर्दो छ। हङकङभरि हजुरको लाइट रेलवे र हेभी रेलवेले कनेक्ट गरेर त्यहाँको जनसङ्ख्याले चाहिँ ट्राफिक जामको एउटा ठुलै सङ्ख्याले चाहिँ ट्राफिक जामको अनुभूति गर्नु पर्दैन र एउटा ठाउँदेखि अर्को ठाउँ जानु पऱ्यो भने चाहिँ यस्तै पब्लिक ट्रान्सपोर्टेसनको प्रयोग गरेर यात्रा गर्न सक्छन्। 1979मा सुरु भएको हजुरको हङकङको पब्लिक ट्रान्सपोर्टेसन सिस्टम चाहिँ आजभोलि संसारकै सबसे राम्रो मध्ये मानिन्छ र यसमा धन्दै 90% जनसङ्ख्याले पब्लिक ट्रान्सपोर्टेसन प्रयोग गर्छन् र यसको पङ्क्चुअलिटी भनेको 99%। यसको मतलब
हजुरको 100 चोटिमा 99 चोटि चाहिँ यो ट्रेन समयमा भनेको समयमा एउटा ठाउँदेखि अर्को ठाउँमा पुग्ने गरेको छ, आफ्नो गन्तव्यमा चाहिँ समयमा पुग्छ। त्यति मात्र होइन, धन्दै 1.5 करोड मान्छेहरूले दैनिक रूपमा हङकङको पब्लिक ट्रान्सपोर्टेसनको प्रयोग गर्छन् र यो त्यत्रो मान्छेलाई सुविधा दिन सकेको यो पब्लिक ट्रान्सपोर्ट चाहिँ संसारकै अहिले एकदम सक्सेसफुल पब्लिक ट्रान्सपोर्टमध्ये गनिन्छ। अब नेपालको सार्वजनिक साधनहरू चाहिँ हजुरलाई थाहा नै छ, साझा बस र यस्तै एउटा दुईवटा बस बाहेक अरू सबै बसहरू भरपर्दो छैनन्। नेपालको अधिकांश बस सिस्टम चाहिँ माइक्रो बस, मिनी बस, जसको चाहिँ क्यापासिटी जब 20जना 25जना बोक्न सक्ने हुन्छ, त्यस्तो बसहरूले भरिएको छ। र तपाईँको यो प्राइभेटली ओन्ड पब्लिक ट्रान्सपोर्टेसनहरू चाहिँ एउटा सिन्डिकेट जस्तो भएर बसेको छ। यसले गर्दाखेरि धेरै मान्छेलाई रोजगारी त मिलेको छ, तर त्यसले यो सहरको समस्यालाई चाहिँ समाधान गर्न सकेको छैन। काठमाडौँवासीहरूले अझै पनि हजुरको पर ट्रिप 20 मिनट जस्तो ट्राफिक जाममै बिताउनु पर्ने गरेको छ। त्यसले गर्दाखेरि चाहिँ यसले पब्लिक ट्रान्सपोर्टहरू, मास ट्रान्जिट रेलवेहरूको आवश्यकता एकदम झल्काएको छ। तर अब नेपालको आफ्नो उद्योग त छैन र यी सबै मास ट्रान्जिट रेलवेहरू बनाउनलाई समय पनि लाग्छ। हङकङमै 1970बाट सुरु भएर 50 वर्षमा बल्ल सबै सकिएर अब संसारकै ओहो कति राम्रो भन्ने भएको छ भने नेपालमा अझै पनि 50 वर्ष लाग्यो भने हामीहरूलाई 2070सम्म त यो बनाउनु पर्ने छ। हामीले देख्न नपाउने हाम्रो नाति नातिनाले देख्न पाउन्। त्यसैले मेरो सल्लाह चाहिँ यसमा अलि फरक छ। यसलाई दुई तरिकाबाट ट्याकल गर्न सकिन्छ जस्तो लाग्छ मलाई। एउटा त पूर्वाधारहरूलाई विकसित गर्दै जाने, मास ट्रान्जिट रेलवेहरूको लागि ट्र्याकहरू बिछ्याउने, हजुरको ट्राफिक जामले असर नगर्ने खालको सार्वजनिक साधनहरूको प्रयोग गर्ने, जस्तै ट्रामहरू, प्रायोरिटी भेहिकलहरू दिने। त्यो सँगसँगै सबै नै काठमाडौँमा चल्ने सार्वजनिक साधनहरूलाई चाहिँ एउटा सिङ्गल टिकट सिस्टमको अन्डरमा राख्यो भने चाहिँ धेरै राम्रो हुन्थ्यो होला। यसले गर्दाखेरि चाहिँ मान्छेहरूलाई एउटा टिकट काटेर एउटा ठाउँबाट अर्को ठाउँमा जतिचोटि फेर्नु परे पनि एउटै टिकटले फेर्न सक्ने भयो भने मान्छेहरूलाई पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्न प्रोत्साहन मिल्ने थियो। त्यस सँगसँगै यो सबै एउटै छाता मुनि राख्न सकियो भने तपाईँले नियम कानुनहरू पनि त्यसरी नै लगाउन सक्नुहुन्थ्यो। जस्तै हजुरको अफिस टाइममा जब बाटोमा ट्राफिकको सङ्ख्या एकदम धेरै हुन्छ, त्यो बेलामा चाहिँ पब्लिक ट्रान्सपोर्टहरूलाई सेपरेट लेन छुट्याइदिएर हजुरको अब सिटीको सेन्टरतिर जाने सङ्ख्या धेरै गाडी छ भने त्यतातिर प्रायोरिटी लेन बनाइदिने, सिटीबाट बाहिर निस्किने छ भने त्यसलाई नन प्रायोरिटी लेन बनाइदिने। त्यसरी गरेर चाहिँ पब्लिक ट्रान्सपोर्टहरूलाई ट्राफिक जामले असर नगर्ने र तिनीहरूको लागि छुट्टै लेन बनाइदियो भने मान्छेहरूले चाहिँ ओ ल बस लियो भने त जाम परिँदैन भनेर पनि चढ्ने गर्छन्। त्यति मात्र नभएर बस स्टपले भनेकै ठाउँमा मात्र रोक्न पाइने जस्तो नियम राखिदियो भने जामहरू कम हुन्थ्यो। हजुरको मान्छेहरू ठ्याक्क ठाउँमा झर्ने, ठ्याक्क ठाउँमा चढ्ने गर्न थालिसकेपछि चाहिँ त्यो पब्लिक ट्रान्सपोर्टेसनलाई सजिलो हुन्थ्यो। र अन्त्यमा चाहिँ सहरको एकदम महत्त्वपूर्ण ठाउँ जस्तै बसन्तपुर, पाटन दरबार स्क्वायर, ऐतिहासिक महत्त्व भएका ठाउँहरू अथवा सधैँ नै एकदम नै भिड हुने ठाउँहरूमा चाहिँ नो ट्राफिक जोन बनाइदिएर त्यहाँ गाडीहरू, बाइकहरू लिएर जान नपाइने तपाईँको दिनभरिको समयमा। त्यसले गर्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ अरू बाटो प्रयोग गर्नुपर्थ्यो अथवा मान्छेहरूले सहर छिर्ने बेलामा चाहिँ गाडी नै नलिकन जान्थे र पब्लिक ट्रान्सपोर्टेसन चढ्थे, जसले गर्दाखेरि चाहिँ पब्लिक ट्रान्सपोर्टेसनको प्रयोग पनि उत्तिकै बढ्ने हुन्थ्यो। तर त्यति सजिलो छैन, किनभने चाहिँ हजुरको आजभोलि पठाओ, इनड्राइभ जस्ता राइड सेयरिङ एप जसमा मान्छेले बाइकमा राइड सेयर गर्छन्, त्यस्तो एपहरूले गर्दाखेरि पनि बाटोमा बाइकहरूको सङ्ख्या एकदम धेरै बढेको देख्न पाइएको छ। यसको समाधान चाहिँ यो बाइक सेयरिङ एपहरूलाई बन्द गर्ने, ब्यान गर्ने भन्दा पनि हजुरको चाहिँ सार्वजनिक यातायात यस्तो एक्सेसिबल बनाउनु पऱ्यो कि जो मान्छेले पनि तपाईँको पठाउ गर्नुभन्दा म चाहिँ सार्वजनिक यातायात चढ्छु भन्ने होस् उसलाई। आजभोलि जसले पनि बरु पठाउ गर्छु म भन्ने सोच्छ, तर हजुरको मान्छेको घर घरसम्म सार्वजनिक यातायात पुग्यो, मान्छेलाई धेरै टाढासम्म चोक चोक खोज्दै जानु परेन भने चाहिँ सार्वजनिक यातायातको प्रयोग पनि उत्तिकै बढ्नेवाला थियो। अन्त्यमा भन्नुपर्दाखेरि हङकङलाई चाहिँ आफ्नो सहर विकास गर्नलाई धन्नै 50 वर्ष लाग्यो र
हामीहरूले अहिले सुरु गऱ्यो भने पनि 50 वर्ष त लाग्छ होला। हङकङ पनि पहिला नेपाल जस्तै काठमाडौँ जस्तै सहर थियो। मान्छेहरू धेरै बाइक चढ्थे, आफ्नै व्यक्तिगत साधन प्रयोग गर्थे। तर आजभोलि चाहिँ सार्वजनिक यातायात यति राम्रो भयो कि मान्छेहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न नै प्रोत्साहन मिल्यो। संसारका ठुला ठुला सहरहरू जुन विकसित कहलिएका छन्, जस्तै टोकियो, हङकङ, एम्स्टरड्याम, बर्लिन, यस्ता यस्ता सहरहरूमा चाहिँ हजुरको सार्वजनिक यातायात एकदम नै सबैको लागि प्रयोग गर्न मिल्ने छ, एक्सेसिबिलिटी सबैको लागि छ, अफोर्डेबल पनि छ र त्यसले गर्दाखेरि चाहिँ सहरको रूप पनि फेरिएको छ। हामीले त व्यक्तिलाई कसरी फाइदा हुन्छ भन्ने हिसाबले अहिलेसम्म कुरा गऱ्यौँ। काठमाडौँमा अझ यसरी मान्छे बाइकको सङ्ख्या बाटोबाट घट्यो भने त्यसले त्यहाँ काठमाडौँको हावापानीमा गर्ने फाइदाको त छुट्टै नै छ। यसै विविध कारणहरूले गर्दाखेरि चाहिँ काठमाडौँले आफ्नो सार्वजनिक यातायातको स्ट्राटेजी कम्प्लिटली फेर्नुपर्ने बेला आइसकेको छ। यसको लागि चाहिँ हामीहरूले नयाँ केही गरिरहेका छैनौँ। संसारमा अरू ठाउँबाट उदाहरण लिएर सिकेर हामीले हाम्रो देशमा प्रयोग गर्न सक्छौँ। यति भन्दै म आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो भिडियो होम पेजमा जाला र तपाईँलाई हेर्न मन लागेको बेला तुरुन्तै टुप्लुक्क आइजाला। धन्यवाद।